आदरणीय साथीहरू नमस्कार। नेपालका महान वैज्ञानिक भाग्य न्यौपानेद्वारा अहिले नयाँ प्रजातिको अनौठो चिज प्राणीको चाहिँ फेला पारेको छ, जसमा चाहिँ नि अनौठै चिज रहेछ। त्यो के रहेछ भन्दै चाहिँ अहिले एकदम भाइरल भइराखेको यो एउटा भिडियो छ, जसलाई निहालेर हेर्दाखेरि त्यो चाहिँ एक पुतली प्रजातिको पुतली हो, जसले चाहिँ भाले लाउँदै गरेको अवस्थामा को एउटा पुतलीलाई चाहिँ भिडियो बनाएको छ। अनौठो देखेको छ। त्यसको पखेटामा जुन अलिकति फरक खालको चाहिँ चित्रहरू हुने गर्छ। यो प्रजातिको पुतलीहरू चाहिँ नि प्राय गरेर इन्डियाको चाहिँ नि बेङ्गलोर यो र नेपालको पूर्वी साइड र बङ्गलादेशको टुँडातिर यतातिर चाहिँ प्राय हुने खालको एउटा लोप उन्मुख प्रजातिको एउटा चाहिँ नि पुतली हो। भनेदेखि भाले लाउँदै गरेको एउटा पुतलीलाई भिडियो बनाएछ र अनौठो चिज फेला पर्यो भन्दै चाहिँ नि भिडियो भाइरल भइराखेको अवस्था छ। अनि साथीहरू तपाईँलाई के लाग्छ प्रतिक्रिया दिनु होला। अब भाग्य न्यौपाने जस्तो चाहिँ एउटा चाहिँ पत्रकार एउटा चलेको मान्छेले त्यस्तो अनौठो चिज भन्दै चाहिँ यस्तो गर्नु एउटा चाहिँ बेवकुफी मात्रै जस्तो लाग्छ मलाई चाहिँ नि। कमसेकम त्यहाँ आँखाले देख्ने ठाउँमा भएको चिज त के हो भनेर देखाउन सकिन्छ नि त। यो चाहिँ प्रचार पो के खान गर्नु पर्यो हुन त त्यो खालको एउटा प्रजातिको विज्ञापन हुनु त राम्रै कुरा हो, किनभने नेपालमा यो खालको चाहिँ पनि पुतली छ भन्ने कुरा हुन्छ।